दर्शकबिन भारतको लुधियानाबाट यो अर्को दुःखद भिडियो तपाईहरुमा प्रस्तुत गरिरहेका छौं। यति बेला मसँग हुनुहुन्छ समाजसेवी विकास साउजी। तपाई यदि लुधियानामा हुनुहुन्छ भने तपाईले यो खबर पाइसक्नु भएको होला। यदि तपाईहरु बाहिरबाट हेर्दै हुनुहुन्छ भने विगत लामो वर्षदेखि भारतको लुधियानामा आफ्नो कर्मथलो बनाउँदै आउनुभएका विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुभएका सामाजिक व्यक्तित्व नरेन्द्र डोबको गएराती भयानक दुर्घटना भएर यति बेला उहाँ लुधियानाको सीएमसी अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँको उपचारमा धेरै खर्च लाग्ने भएको हुँदा यति बेला समाजसेवी विकास साउजी लगायत हामी यति बेला यो भिडियो तपाईहरुमा प्रस्तुत गर्न गइरहेका छौं। खासमा के भएको हो, कसरी अब यो दुर्घटना हुन पुग्यो र उहाँलाई कति रुपैयाँको आवश्यक परेको छ, सबै हाम्रो समाजसेवी विकास साउजीले भन्नुहुनेछ। सर नमस्कार। नमस्कार हजुर सबैलाई। हजुरले आज प्रत्यक्ष भेटेर पनि आउनुभयो। तपाई उहाँको नजिकको घनिष्ठ साथी पनि हुनुहुन्छ हैन? तपाईले धेरै सहकार्य गरेर सँगै काम पनि गरिराख्नु भएको छ। यो खासमा के भएको र हामीले दर्शकहरूलाई के अपेक्षा लिएर आएका छौं, तपाई आफ्नै मुखबाट? हामी उहाँको अभियानको लागि आएको, आर्थिक अभावले उहाँको इलाज हजुर रोकिएको छ। दिनको 40 देखि 50,000 रुपैयाँ खर्च आइरहेछ। सीएमसीको आइसियुमा छन्, अहिलेसम्म पनि अचेत अवस्थामा छन्, अहिलेसम्म होस आएको छैन। एउटा खुट्टो भाँचिएर प्लास्टर गर्नु रोटे हाल्नुपर्ने भएको छ, अहिलेसम्म होस आएको छैन। छातीमा पनि चोट लागेको छ। कारको अवस्था तपाईहरुले हेरिसक्नुभयो होला, कुचिया छ भने उहाँकै क्यूआर कोड राखिदिनेछु। तपाईहरुले सबैले सहयोग गरिदिनुहुन्छ भने अपेक्षा लिएर आएका छौं। हिजोका दिनमा उहाँले धेरै जनालाई सहयोग पनि गर्नुभएको छ। अब प्रवासी जनताका लागि धरोहर हुनु, उहाँ अनलाइनका कामदेखि विभिन्न कामहरू गरिरहेको छ। धेरैले उहाँलाई चिन्नुहुन्छ, सबैलाई थाहै छैन। हजुर उहाँको दोकानै छ, तपाईलाई थाहा छ, गणपति चौकमा उहाँले थुप्रैका कामहरू गरिरहेका छन्। प्रवासी जनताहरूका सबैले सहयोग गरिदिनु होला, हस्त धन्यवाद। हेर्नुस् त दर्शकबिन, यो दशा भन्ने कुरा बाजा बजाएर नआउँदो रहेछ। कति बेला कसलाई के समस्या पर्छ, कति बेला कसको के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन। हेर्नुस् त हिजोका दिनमा उहाँले अरूलाई धेरै सहयोग गर्नुभयो, विभिन्न सामाजिक कार्यमा सक्रिय भएर अरूको हक हितको लागि आवाज उठाउनुभयो, लड्नुभयो, अरूलाई सहयोग गर्नुभयो। तर आज आफै उहाँ तपाईको सहयोगको अपेक्षा राखेर अस्पतालमा, उहाँको अहिले होसमा हुनुहुन्न, उहाँ त अहिले पनि आइसियुमा अचेत अवस्थामा हुनुहुन्छ। तपाईहरु यो भिडियो जुन ठाउँबाट हेर्दै हुनुहुन्छ उहाँलाई धेरैभन्दा धेरै सहयोग गरिदिनु। तपाईको एक रुपैयाँको सहयोगले उहाँ पुनः पहिलाको जस्तो हुनुहुनेछ। लुधियानामा बस्नुहुने धेरैलाई त यो कुरा थाहा भइसक्यो। लुधियाना चण्डीगढबाट तपाईहरु बाहिरबाट हेर्दै हुनुहुन्छ भने पनि उहाँलाई धेरैभन्दा धेरै सहयोग गरिदिनु होला। यहाँ स्क्रिनमा हामीले उहाँकै क्यूआर राखिदिएका छौं र विकासजीको यहाँ नम्बर, मेरो नम्बर राखिदिएका छौं। तपाई उहाँको बारेमा डिटेल रूपमा बुझ्न सक्नुहुन्छ। तपाईको यति बेला सहयोगको उहाँलाई निकै खाँचो छ। यो भिडियोलाई धेरैभन्दा धेरै शेयर गरेर विश्वभर छरेर रहनुभएका सम्पूर्ण सहयोगी नेपालीहरुसँग पुर्याइदिनु होला। यदि तपाई लुधियाना, चण्डीगढ, जलन्धर कुनै पनि आसपासबाट यो भिडियो हेर्दै हुनुहुन्छ भने उहाँलाई तपाईले पक्कै पनि चिन्नु भएको छ। पक्कै पनि उहाँलाई सहयोग गरिदिनु होला।